मेरो प्रिय यो धरतीमा मेरो जिउँदो कोही व्यक्ति भगवान हुन् भने मेरो आमा बुवा नै हुन् नि हैन। चाहे जे जस्तो हो नि उहाँकै घटनाबाटै म आएको, उहाँकै पुत्र हो, उहाँकै डिएनए छ। र मलाई बुवाले भन्नुहुन्थ्यो, ए त यस्तो नगर त यस्तो यो होइन यताउता सिकाउनुहुन्थ्यो। स्वाभाविक थियो जसरी अहिले भन्नुभयो भने परिवारमा जुन सिकाइन्छ। मैले एउटै क्वेसन गरेको थिएँ कि बुवा तपाईले भनेको कुरा तपाईको शरीरले मान्छ? टक्क रोकिनु। रोकिनुको मतलब मैले नै फेरि भन्नु पर्यो मान्दैन हैन बुवा भने तपाईले भनेको कुरा तपाईकै शरीरले मान्दैन भने त्यो शरीरले भनेको कुरा यो शरीरले कसरी मानोस्? क्वेसन त यो पनि हो नि। मैले मान्दै नमान्नु भने हैन, यही चिज त बुझ्नु छ नि। हामी के चिज अर्कोलाई गर भन्छ जो स्वयंमा हुन सकेका छैन। यहीँबाट विकृति सुरु भयो। आध्यात्ममा विकृति यहीँबाट एउटा ढोङमा बस्थ्यो। मैले भनिहालेँ नि, बार बार भन्छु, यहाँ ध्यान सिकाउने जति पनि मोस्टली 99% भन्न सकिन्छ, 1%ले टिका होला कहीँ। ती सबै बिहानको अवस्थामा नुहाइधुवाइ गरेर आँखा चिम्लेर बस्दाखेरिको एउटा फ्रेसनेस फिल भएको छ, त्यसैलाई ध्यान भन्न थालेछ। यति सस्तो चिजलाई किनभने धेरै बेर पोलिटिकल्सहरू आँखा चिम्लेर ढक्क खोल्दाखेरि त सबै ब्राइटनेस र एकछिन फ्रेस भइन्छ नि, त्यसैलाई ध्यान भन्न थालेछ। ध्यान यति सस्तो चिज होइन। यो के भयो त अभिनयमा आइदियो। अब हर कोही मसँग चिना जाने म ध्यान सिकाउने गर्छु भन्छु, म उसलाई यसरी हेर्छु। किनभने ध्यान लागेको व्यक्ति हेरेर नै थाहा हुन्छ यसरी हेर्छु होइन। किनभने ध्यानको त्यो गहिराई त्यति माइक्रो साइलेन्ट एकदमै त्यहाँ पुगिसकेको व्यक्तिको एक्टिभिटीमा आफै नै फरक, उसले चाहेर नि होइन त्यो देखिन नै थालिरहेको हुन्छ कि। खैर माफी चाहन्छु, उनीहरूको म धेरै विरोध गर्न चाहन्न।